त्यसरी होइन सन्दीप ओठ हराउने हात अर्केरी हो त्यसरी हो जोड्नु भिनाजुले जे भनेको छन् त्यही गर है तिमी भिनाजुसँग हिँडेका मान्छे खेर जानेछौ सबै ल अब त श्रीफल अलग्गै राख यतापट्टि ल्याएर ल अब पञ्चाङ्ग देउताको र घरसँग अन्डाको बुझाएर गणेश आदि पञ्चन तिलकै आछ त है गणेश आदि पञ्चन देउता कहाँ जानु नसिरु आरामै चम्पा लौ नारायण हिजो नि भनिनौ गरे अब पूजा सकप ल्याउँदियो भन्यो हामी त अनि त्यो त बिहानै ठिकै हो यसलाई त अस्पताल लाउँछ होला नि होइन तिला अक्षता ल्याएर है त्यो अक्षता तिलले बुझाएर तिल चन्दन जल पाइयो अक्षता होइन पूजा भयो सङ्गन्न पूजा भयो नि यथा सर्वतार यता बताम विश्वप्रधान हो त्यहाँ चाहिँ सबै परिक्रम बनाउनुहोस् अनि त्यहाँ चाहिँ लिपि हरेर पोतेर कोइला बनाएर ल्याउनु पर्यो छोरी कोइला चाहिए पहिला अब धुपबत्ती सबै देवताहरू पूजा भए अब धुपबत्ती शङ्ख ध्वनि गर तपाईँ एउपल्ट एकांश शङ्ख बजाइ गर्छ शङ्ख घन्टी एउटा पैसा ल्याउ त्यो होटम यहाँ अब एउटा डोलीको आगमन गर्ने यहाँ अब पुष्ट पूजा रामकृष्ण पौडेल घन्टी बजाइदिनु बाबु त्यही बेला घन्टी बजाएर खान्छ गुरु आमा त कान्छाले बोलाएपछि हिँड्न परेन त नि जहाँ बोला हुइजान्छ आमा त कहाँ बस्छिन् कान्छाले नजा यहाँ चाहिँ यहाँ बस्यो भने यहाँ बस्यो कि जहाँ जहाँ पनि हुइजान्छ आमाले कान्छ र कहाँ छोड्छन् त नि हाम्रो यहाँ मसँग छैन हजुर चिरञ्जीवीसित अनि यहाँ कता कता माइली अनि घरिघरि मेसो नपरेर हो मेसो गर्दा त यसो परेर हो अङ्कलले नभ्याएर हो त ल अब केर मैले त छोड्दिन्छु अब धुपाल्छु कोइला मागा कोइला यो कोइला कोइला कता हो कोइला कोइला दिनु लौ धुपबत्ती हाल्नु आमा त एक्लै नि बस्यो किन आसी घालो खट्ने त नि होइन आसी घालो खट्ने त नि कान्छाले गएका हैनन् र पहिला मधेसतिर अनि आमा आसी त लखट्न भएन सबै सम्झ मेरो भगवती विष्णु भगवान गणेशजी सबै कान्छु भाइ पेले भने थिए के रे कता गई कता ज्योति बाल्यो मैले आटो काम पुगोस् नागर उसर्ने त्यो उहाँ त उस जिपेर उस गर्नु नि त ल मम्मी मम्मीले पिन्नु नि सानो कसले पिन्नु त्यो नागा खाना त पुरुषले जानु त्यसो हजुर
पुरुषले लिप्ने हो त्यहाँ गएर लिपेर इदालो गाल्नेलाई त्यता घरमा मनुष्य जाए त सुर्गमा जाए त ड्याडी सत्र गाईको गोबरले गर्दा लिप्ने गर्दैछ जानु नि त त उस बन्यो नैवेद्यम समर्पयामि नमः वाला भनेको बनाउनु भयो बनाउँदै हुनुहुन्छ के यस्तो बनाएपछि ल ल त्यो त बाले काम गर्नुहुन्छ यो त तपाईँहरूले अघि भइहाल्छ नारायण यहाँ रङ सकिएर मागे ए यहाँ छ ल यो भयो आको पात यहाँ हाल्दिनु चाँडै तोरण चन्द्रमा पूजाहरू रामचन्द्रलाई बल्ल आइन त आँख पात अहिले आँख खोजेको भयो ल ल ल भयो भयो अब यी लिङ्गाहरूको पूजाहरू वंशेषी अब यी पाँचवटै लिङ्गमा पूजाहरू वंशेषी पाठहरूमा इच्छा गणे बनाऊ उखु पातहरूमा किन्नर गणे बनाऊ केराका पातहरूमा इस्यु शब्द सागरी उखुमा इस्यु शब्द सागरी बनाऊ पनि घन्दा पैसा तोरणमा तोरणमा गर तोरणमा तोरण तोरण तोरणमा हो एभरि घन्दा पैसा तोरणमा बनाऊ जामेसु भइरहेको चन्दुवामा अब त्यहाँ एउटा पैसा राख्थ्यौ नैवेद्य राख्थ्यौ अब चन्दुवामाथि जामेसु भइरहेको नै बनाऊ एभरि घन्दा पैसा नैवेद्य यति यति गाई नैवेद्य पनि लिएर आउँथ्यो नि हुन्छ सिङ्गो फल चाहियो त सिङ्गो फल माथिलाई चाहिन्न र बुवा छ भने ल्याउ न जसो छ त्यसै थाहा ल्याउनु सबै निकाल्नु तिमीहरूले त धुप दिएको सकेर जान्छ त्यहाँ तिमीहरूलाई पोल्दा सक भन्नाले के नि सिङ्गो फलमा माथि यो राख्थ्यो हो नि हुन्छ ल यो के चन्दुवाला राख माथि फुल राख फुल राख फुल अक्षता चन्दुवालाई पाती फुल जे भए नि हुन्छ क्या अर्को रातो फुल चन्दुवाला माथि अब अक्षता हाल जौतुला नि सबै राखेर माथि राख जौतुला नि कुस अबिर सबै राखेर माथि सर्लक राख उठेर सफल राम्रो सबै ल किताब ल बत्ती त ठिक छन् के बत्ती ठिक छन् बा हजुर चिन्तै नगर बत्ती ल बा शुक्लाम परमुटार परमानन्दकरव्यापिनीं वीणा पूतकता एउटा धुप बत्ती हाल्दै बाबु त्यहाँ बसाउँछ नि वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदां शुक्लां परमविचारसार परमानन्दकरव्यापिनीं कसैमा राख टपरीमाथि फुलमाथि राख हातमा पूजा गर्ने होइन उठाउने होइन हात फुलमाथि राख्थ्यो यति गरे नि भइहाल्यो ल ल त्यहाँ हुन्छ त्यहाँ तिनवटा राख्थ्यौ पैसा तिनवटा राख्थ्यौ यहाँ तिनवटा परमात्मा तिनवटा राख्थ्यौ शुक्लां परमविचारसार परमात्माद्यं सकलव्यापिनीं वीणा पूतकदामिनीं मवेदं जातन्नकारास्मां हरिपाटी मालिकां विराजमाने सदिरां वन्दे तां परमेश्वरीं भगवतीं अब तिनवटा पाउनुलाई वरण अलि भेटिजिका अब भेटिजिका भेटी भने वरण अलि पैसा निकाल्नु यहाँ सन फुलेर ल एउटाले रुलिया एउटाले ल लिया लिया एउटाले रुली भन एउटाले फुटेको है ल गुन्डा दिने कि सबैले मेरो दिने टिको लाउने नि गुन्डा दिने टिको छुट्टी निकाल न दुना खान्छु के छ बा चिया खुवाउने पुरा अब चिया खुवाएर
एउटा टिकला एउटा त्यो ल तैँले भाइ बाबा त्यसो उहाँले भन्नु नमो ब्रह्मण देवाय गो परमा साडी बोल्न लानु पर्छ कि यसो नमो ब्रह्मण देवाय साडी पुरुष लाउँछ अहिले ढौ पछि ला अहिले साडी पुरुष लासी हाल्नु अहिले जाने हो पछि गरौँ न त्यो ढौ गेट पछि हुन्छ रुद्रीमा को बस्ने हो हेर्दा यत्रो छ यसले पुरै काम गर्छ कि रुद्रीमा बाबु होला नि बस्ने यसले काम गर्ने या त के काम मलाई थाहा त्यहाँ के अन्त काम गर्ने के अरे जलधारामा चाहिँ एकजना बस्नु पर्यो होइन जलधारामा चाहिँ किस्नुपर्छ अनि रुद्रीमा हो कसो गर्ने हो जसो जसो हो त्यसै तपाईँहरूको सल्लाह हो होइन हामीले के भन्ने त मैले के भ्याउनु पर्यो जलधारा त एउटा यहीँकोले भ्याइन्छ एउटालाई जलधारा एउटालाई धुपा नरमात्रिका यता पूजा पूजा म उता घिउ पगालेर आउनु पर्यो जन्नाको पूजा त्यो चाहिँ दुबा मुन्टा चाहिए दुवा मुन्डा जति नि फेरि फाले मलाई जलधारा होइन कि जलधारा त के कता कता के अनि कुन कुन त्यो गर्नु पर्यो नि अब हामीले गर्नु पर्यो यो त्यहाँ सबै जलिसक्यो त तैँले मलाई टिकलाई पर्दिमा चुनाव घटाउनु त पर्दिमा पर्दिमा चुनाव घटा डबल चाहिए आइसक्यो त टिको लागेको जुन हुन्छ तिनवटा लासु लासु टिको लाग्यो ल लगाइदिएछ टिका लगाइदिएछ अब के कसो अरे कपाल झ्याममा रहेछ नि त्यसो हुँदा नदेखिएको पूजा सामग्री एउटा थालिया लिएर हिँड्नुहोस् त त्यहाँ ल जानुहोस् ल बाबु अब पर्दिमा घटाउँ सुन पूजाको सामग्री खोइ त्यहाँ ड्याडी मम्मी ड्याडी त्यहाँ पोको थियो कि एउटा सिक्का डगर पोको थियो कि सिक्का छ क्या त्यहाँ कता छ पोको छ कि एउटा हेर्नु त्यहाँ डबल छन् कि छैन सँगै छ उदो त्यहाँ के भएको त्यो छिको डगर डबल चाहियो भने मम्मी यहाँ ओइ मम्मीले निकालिदियो एउटा पोको थियो कि भित्र हेर्नु कता राख्नु भयो कता गइदियो नि त गुगलबाट नम्बर आउँछ भन्दैन एआईले नि दिन्छ गुगलबाट मिल्छ एआईले पनि यहाँ त छैन क्या त्यहाँ निकालिदियो कता राख्यो ए बाबु यहाँ आइया यहाँ रतन होइन त्यसलाई राम्ररी छ